नमस्ते। नमस्ते। आरामै हुनुहुन्छ? आरामै छु। अनि तपाईहरु भन्नाले स्वयम्भूवासी भैँसेपाटी एरियाका त्यहाँका स्थानीयवासीहरूले चाहिँ त्यहाँ खानेपानीको विषयलाई लिएर सङ्घर्ष गरेको हामीले सुनिरहेका थियौँ हैन। खास त्यो सङ्घर्ष गर्नुपर्ने कारण के थियो? त्यसमा अब एक त त्यहाँ जति चाहिँ स्वयम्भूभित्र दिएका धाराहरू छन् ती धाराहरू झन्डै 75% धाराहरूमा पानी खस्दैन। हजुर। त्यति हुँदा पनि त्यहाँ उचित व्यवस्थापन 25 र 18 कै वडाले गर्न नसकेको अवस्था। हजुर। यति हुँदाहुँदै पोखरी चाहिँ 18 मा पर्ने, त्यो 18 को पोखरीबाट चाहिँ सिधै मन्त्री क्वार्टर जुन आवासमा अहिले नवनिर्मित मन्त्री क्वार्टर बनेको छ, त्यो मन्त्री क्वार्टरमा सिधै पाइप चाहिँ मुहानबाटै सिधै लाने भन्ने जुन कुरा आयो। हजुर। त्यो कुरा हुँदाखेरि हाम्रो भनाइ त्यति मात्र हो कि त्यहाँ चाहिँ त्यो त्यसरी लान मिल्दैन। अब अहिले भइरहेको धारामै पानी नआइरहेको अवस्थामा त्यसरी लाँदा झनै त्यो 25% धारामा पनि पानी खस्दैन। पहिला चाहिँ स्रोत बढाउनु पर्यो, त्यसपछि मात्रै त्यहाँ धारा लानु पर्यो भन्ने खालको चाहिँ हाम्रो सङ्घर्ष हो। त्यो सङ्घर्ष चाहिँ अहिले के हुँदैछ त? त्यो सङ्घर्ष अहिले चाहिँ एउटा सरकार, अस्ति हामीले त्यही बेला पनि वडा अध्यक्ष त हुनु निस्केन, 18 मा हामीहरूकै पहलमा क्युकेलका अर्किड समेतको रोभरमा चाहिँ सङ्घर्ष गर्ने जुन आयोजक हामीहरू थियौँ, सहित बसेर एउटा बैठक बसेका थियौँ र त्यसमा वडा सदस्यका रोभरमा हामीले बैठक सम्पन्न गऱ्यौँ। त्यसपछि अस्ति पनि फेरि बोलाइएछ र बोलाइसकेपछि एउटा सहमति चाहिँ भएको छ, जुन लिखित सहमति भएको छ। त्यसमा वडा अध्यक्ष 18 का वडा अध्यक्षको रोभरमै सहमति भएको छ। सहमति चाहिँ अब डाइरेक्ट पोखरीबाट नभइकन भैँसपाटी लाइनमा आएको 20 इन्ची पाइपबाट मात्रै दिने, अहिले पोखरीबाट नदिने भन्ने कुरामा सहमति भइसकेपछि अब त्यो सहमति कार्यान्वयन गर्ने र अर्को एउटा हाम्रो माग अझ पनि सकिसकेको अवस्था होइन। हामीले अस्ति पनि क्युकेललाई भनेका छौँ, त्यो यता चक्रपथ यता वारी आइसकेपछि जुन मेलाम्चीको पानी आउँछ, त्यो मेलाम्चीको पानी आइसकेपछि उतापट्टिको जुन पानी यता दिनु हुँदैन, त्यो पानी कट गर्नुपर्छ भन्ने चाहिँ हाम्रो माग जारी छ। त्यही मागलाई अब अहिले तत्काल त नहोला, तर त्यसमा हाम्रो प्रेसर रहन्छ। त्यहाँ तपाईँहरूले चाहिँ अब त्यो सहमति गर्नुभयो नि, त्यो सहमति चाहिँ यो के ललितपुर जिल्ला प्रशासनका मान्छेहरू सहित बसेर गरे हो कि तपाईँहरूको स्थानीयहरू मात्रै बसेर गरे हो? त्यो सहमति चाहिँ वडा अध्यक्षकै रोभरमा जिल्ला प्रशासनको चाहिँ मौखिक कुराहरू पनि भने, दबावका कुराहरू पनि आएका थिए। हजुर। तर त्यो दबावको विरुद्ध त हामी लड्दै थियौँ, तर एउटै सहमति चाहिँ के हो भने पोखरीबाट जुन हामीले दिन्न भनेका थियौँ त्यो कुरामा चाहिँ उहाँहरू ब्याक हुनुभयो, त्यसैमा सहमति। जस्तो तपाईँहरू चाहिँ त्यहाँ चाहिँ पानीको स्रोतलाई चाहिँ म्यानेज गर्नुपर्छ, थप पानीको स्रोत पनि ल्याउनुपर्छ भनिरहनु भएको छ होइन। त्यहाँ अब त्यो पानीको स्रोत बढाउने कुरा गरिरहँदा त्यहाँ थप पानीको स्रोत चाहिँ ल्याउने ठाउँ चाहिँ तपाईँहरूले कहाँबाट देख्नु भएको छ? अब त्यो चाहिँ अहिले तत्कालै त यतातिरै भएका स्रोतहरूलाई चाहिँ बोरिङ रोकेर अब गभर्मेन्टले गर्नुपर्छ भन्ने हाम्रा कुराहरू हुन्। हजुर। अरू स्रोतहरू भनेको त क्युकेले खोज्ने स्रोतहरू हो। हजुर। त्यो क्युकेले खोज्नु परेको कहाँ छ, के छ भन्ने कुरामा यो सहमति तपाईँहरूले गर्नुभयो होइन। यो सहमति कार्यान्वयन हुने कुरालाई चाहिँ तपाईँहरूले कतिको आशावादी हुनुहुन्छ तपाईँहरू? त्यो सहमति कार्यान्वयन गरेन भने त सायद मलाई लाग्छ त्यहाँ खानेपानीको लाइन जोड्न सक्दैन। त्यो अब अलिकति प्रसङ्ग बदलौँ होइन। तपाईँहरू चाहिँ त्यो के भन्छ भैँसेपाटी एरियामा, शैबु एरियामा त्यो जलविनायक मार्ग भन्छ का र होइन, त्यो त्यहाँको बाटोलाई पनि व्यवस्थित गर्नुपर्छ भनेर तपाईँहरू सङ्घर्ष गर्दै हुनुहुन्थ्यो सङ्घर्ष समिति बनाएर होइन। त्यो त्यहाँ चाहिँ अहिले के भइरहेछ त? त्यो बाटो चाहिँ साबिकभन्दा पनि सानो बनाइसकेको अवस्थामा काम सुरु गर्न खोज्दा मेरो आफ्नै अध्यक्षतामा सङ्घर्ष समिति बनेको थियो। हजुर। त्यो सङ्घर्ष समिति बनिसकेपछि हामीले वडा अध्यक्षको केही रोभरमा र खानेपानीका इन्जिनियरहरूको रोभरमा 3 फिट बाटो चाहिँ बढाएको अवस्था छ अहिले। वडा अध्यक्ष भनेको 18 नम्बरको वडा अध्यक्षको वडा सहित बसेपछि, इन्जिनियर सहित बसेपछि अहिले पहिलाको भन्दा 3 फिट चाहिँ बढेको अवस्था छ। त्यसले केही चेन्ज भएको अवस्था छ, तर बाटो अहिले पनि बनिसकेको अवस्था चाहिँ छैन। हजुर। र त्यहाँको अवस्था 3 वर्ष चान्चुङ भयो, अब अहिले बन्छ कि भन्ने कुरा हो। हजुर। र बन्ने झनै यसो हेर्दा बन्छ कि भन्ने त देखिन्छ, तर पनि त्यति विश्वास गरिहाल्नुपर्ने अवस्था छैन। र भन्जिनको जुन एउटा उकालो छ, त्यो उकालोमा ढलान थियो, पिच हुने कहिले ढलान भत्काइदिएर अहिले त्यहाँ धेरै
गाडीहरूको दुर्घटना हुने अवस्था छ। हजुर। तर हामीले अनुरोध गरिरहेका छौँ, हामी सहमति निकायलाई अहिले पनि भनिरहेको छौँ, जतिसक्दो छिटो त्यो बाटोको पिच गरियोस् र जनतालाई धुलो मैलोबाट बचाइयोस् भन्ने चाहिँ हाम्रो माग। अब तपाईँहरू साबिकको सैबु गाविसका बासिन्दाहरू होइन, अब अहिले त सैबु गाविस पुरानो जुन साबिकको सैबु गाविसलाई अहिले त तपाईँको ललितपुर महानगरपालिकाको 18 र 25 नम्बर वडा बनाएको अवस्था छ कार होइन। त्यहाँको अहिले अरू नयाँ समस्याहरू चाहिँ के छन्? नयाँ समस्या त्यहाँ अब खानेपानीकै मुख्य कुराको समस्या छ। हजुर। एउटा होइन। अब अरू समस्याहरूको रूपमा चाहिँ प्रतिचौर संरक्षण गर्नुपर्ने समस्याहरू छ। हजुर। त्यहाँ हिजो संयन्त्रमा हामी उता जोगाएका प्रतिचौरहरू पनि अहिले फटाफट चाहिँ निजीकरण भइरहेका अवस्थाहरू छन्। हजुर। अब त्यस्ता सार्वजनिक कुराहरू चाहिँ धेरै त्यहाँ चाहिँ खुलावट भइरहेको छ। अब राजस्वकै कुराहरू वडाहरूबाट गरिने जुन राजस्व करका कुराहरूको सवालमा जनतालाई चाहिँ केही सुविधाहरू त्यति साह्रो छैन। तर एनजिओकरण वडाहरू चाहिँ एनजिओकरण भएको अवस्था छ। आर्थिक अनुदानदेखि लिएर हरेक कुराहरू चाहिँ वडाहरू दिइरहेको अवस्था छ। शैक्षिक भ्रमण वृद्धको भ्रमणका नाउँमा युवा युवतीहरूलाई लाने, आफ्ना भोटरहरूलाई लाने र यसरी चाहिँ त्यहाँ उठेका करहरू चाहिँ दुरुपयोग भइरहेको अवस्था पनि छ। अब यो त संसदीय व्यवस्थाका ठेकेदारहरूले गर्ने नै त्यही हो। अलिकति प्रसङ्ग बदलौँ, तपाईँ अब नेपाल कम्युनिस्ट पार्टीको नेता पनि हुनुहुन्छ होइन। अहिलेको मुलुकको यो समसामयिक राजनीतिक परिस्थितिलाई चाहिँ अवस्थालाई चाहिँ तपाईँले कसरी मूल्याङ्कन गरिरहनु भएको छ? अहिलेको सङ्क्रमण काल नै भन्नुपर्छ। अहिले यो संसदीय व्यवस्था झन्डै अन्तिम अवस्थामा पुगिसकेको चाहिँ अवस्था हो। हजुर। अब उहाँहरूले भन्नुहुन्छ 84 का कुराहरू गर्दै आउनु भएको छ। हजुर। तर 84 सम्म यो व्यवस्था रहन्छ या रहँदैन भन्ने अवस्थामै पुगिसकेको छ। हजुर। तर सबभन्दा अहिलेको वितृष्णा भनेको चाहिँ आफ्ना मान्छेहरूलाई चाहिँ पालन पोषण मात्र गर्ने र एउटा जनप्रतिनिधि भइसकेपछि जनप्रतिनिधिको काम भने साझा हुनुपर्ने, तर त्यो साझा नभएर निजी जस्तो भएको अवस्था छ। हजुर। त्यसले गर्दा जनताहरूले दुःख पाइरहेको अवस्था छ। तर एनजिओकरणको अवस्थाले फेरि भोट चुनमा जाँदा चुनाव उनीहरूले नै जित्ने अवस्था पनि छ। हजुर। त्यसले गर्दा यो व्यवस्थालाई जतिसक्दो छिटो चाहिँ सिद्ध्याउनु नै पर्छ र कार्यकारी राष्ट्रपतिको हिसाबमा चाहिँ हस्, धन्यवाद।